हाम्रो येलो पेलरको चाल हेर त ए भगवान् येलो पेलर रे बोसो घटाउन आएको रे बोसो घटाउन आएकाहरू डाइट माम्पाका हो त्यस्तै हो ठ्याक्कै हो हामी दलचोकी जाने जङ्गलको बिचमा रमाइलो वातावरण छ हरियाली जङ्गल उस्तै छ साथीहरू आउँदै हुनुहुन्छ उकालो चढ्दै प्रज्वल रमाइलो भइरहेछ नि है तपाईँको त दोस्रो पल्ट होइन यता पुरा ग्याङ आउँदैछ हाम्रो चमेली ग्याङहरू ए चमेली ग्याङ त नहोला है यला ग्याङ यला यला पेडलर के हो पारा भएन ल है रमाइलो छ है रमाइलो बाटो यस्तो छ आउनुहोस् है आउनुहोस् साथीहरू आउँदिन भन्दा भन्दै बोलायो साथीले वाह वाह राइस वाह कति पल्ट रे यो गुड गुड ल हाम्रो येलो पेडरको सान हो नि हामी कम्ता हो ए येलो पेडरको के हो तिमीहरू भाइहरू येलो पेडरको तिमीहरू के हो अल्छी ए के भन्छ आफ्नो पखान आफैले गर्ने है कमसेकम मलाई गरेर दिनु नि हाम्रो येलो पेडरका प्रो राइडरहरू है प्रो राइडर एउटा प्रो राइडरले चाहिँ बाइकै छोडेर जानुभयो यस्तो जङ्गलको बिचमा उहाँ चाहिँ अक्सिजन खाने भन्नुभयो ए पानी ए एसटिओ खानेहरू एसटिओ ओके छ एसटिओ पिउनुहोस् पुरा जङ्गल छ रमाइलो छ यस्तो राम्रो आहा आउँदिन भन्दा भन्दै बोलायो साथीले यस रेस्का मोखो क्यामा जिजन पियाचु नि छिपी जान रेस के आवे न रे हामीले जोला रेस्ट क्या हो ए बा हजुरलाई भिडियो ले बोला मामपका भने मामपका छिटो ओल्दै जानी यताबाट हाय मेरो भाइ ठैबाट हामी डुबै जाना वाउ क्या मिठो हावा लागिरहेछ है मिठो हावा गुड जब ल म गैलेसलाई पर्खिन्छु मान्छे लड्यो हो र उ हेर पछाडी ए हो रे लौटाने पर्ले गजब रमाइलो भए डाँडा काँडा रमाइलो कहाँनिर आइपुग्यो त यो भन्दा दलचोकी हो दलचोकी रमाइलो छ बाई बाई सुनिता
ए जिम भयो ना आउँछ नि अनि क्वेन्ट उठाइ कमिने कुत्ता मैं तेरा खून पी जाऊंगा कमिनी होला ना कुत्ते कमिने माथि सर त्यो त हेर्नु न पहिला सरेको माथि देखियो आज माथि आएर माथि आएर चाहिँ माथि ए माथि आयो हाम पनि उडे जाउँ कि हाम पनि माथि आउँछ कि बबाल बबाल यो ज्ञान बहुत होला उड्दैन आधी घन्टा चलाउनु माया लाउन बल्ल सिक्दैछु मनभित्रदेखि नै म नि सधैँ तिमीलाई रोज्छु मेरो अन्तिम सासमै जय जय दलचुकी माता की जय नमस्ते जोजुलोपा आज हामी येलो प्याडलर्स चाहिँ नि दक्षिण ललितपुर डल्चोकीमा चाहिँ नि राइड आएको छौँ अनि यो डल्चोकीमा चाहिँ आज हामी 3 घन्टाले पुग्यौँ अनि यो डल्चोकी माई पनि भनिन्छ यो चाहिँ नि गोर्खाको भन्दा पनि पुरानो मनोकामना माई पनि भनेर चिनिन्छ यो डल्चोकी मनोकामना माई अनि यहाँबाट यो बाटोबाट चाहिँ नि पाठीभरा मन्दिर पनि पुगिन्छ अनि पाठीभरा मन्दिरबाट उता कञ्जुसम प्रतिमा सत्रे झ्याले टिका भैरव सबै पुगिन्छ अब हामी चाहिँ नि यहाँ खाना खाएर यताबाट पाठीभरा मन्दिर जान्छौँ आमैले भन्छन् धाराको पानी पापैले भन्छन् दुईटा बाटो थियो साथीहरूले बाटो बिराएर इकुडोलतिर पो जानुभएछ त ल इकुडोलतिर पो पुगेर आउनुभयो हो कुहिरोमा आमै आमै कुहिरोमा को आउनुभयो को थाहै भएन ल खट्रै आयो त कुहिरोमा त बुझ्यो माथि उता अरू साथीहरू यहाँबाट जानुभयो यो बाटो पाठीभरा यो त इकुडोल ल साथीहरू आउनुभयो साथीहरू हराएको साथीहरू आउनुभयो ए आउनुभयो तलै पुगेर आउनुभयो तल पानी परेको छैन होला तल रमाइलो एक्लो प्राणी गुटुङ 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 ओह्रालो देख्नै हुँदैन है दायाँ बायाँ नहेरिकन एक ठाउँमा तल कुहिरो थिएन कुहिरो दाइ आएपछि एउटा फोटो खिच्नु पर्छ भनेर पुरेर बसेको त फोन मैले ला पक्कै पुगिसकेको दिदीले मैले हेरेँ पक्कै कोही लड्यो होला
बर्बाद जुलका मेरो फोन उठाउन त कहाँ फोन उठाउँछ त्यो पनि ब्यागमा राखेको फोन उठाउँछ मैले यो बात जाने हामी पाठीभरा ताप्लेजुङको होइन नि ललितपुरको पाठीभरा जाँदैछ म कहाँको पाठीभरा मन्दिर पाठीभरा ताप्लेजुङ होइन नि ललितपुर दक्षिण ललितपुरको पाठीभरा मन्दिर यो माथि जाँदा यो बाटो भयो पिच बाटो पन्जोसम्म जाँदाखेरि पन्जोसम्म जाने हो माथि हो वहाँ ए त्यो माथि वहाँ पहिरो गएर छ नि हो साइडमा त्यो हुँदै त्यो चाहिँ 17 झ्याले एरिया 17 झ्याले के खिच्या भर्देऊ 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 भरदेऊ भर्देऊ भरदेऊ पाठीभरा माइकी मङ्गलम विष्णु हरि स्वाहा गरेर के स्वाहा गरिदिए शेरको बिहा चाँडै हो स्वाहा हजुर जिम्मे सँग खानु सुन पनिर हाल्ने होला बिहा होला सेर खानु सुन न पनिर त हमे सुर्याएर होला आटो मुखगा ननिस्ना अझै शेरे यो तो ग्रह शान्ति आउला याकन झुले आउला याकन भेबिने मला मगाइ याकन वा सेर काने ते म यो त एक्सनमा बसिरहेको छु न पुरातन पनि धेरै छ चिप्लो बाटो ढौसी रे हामीले मात्र फर्किँदैन यो मलाई भेट्यो हुन्छ नि